कस्तो भयो युपिएससी एक्जाम चाहिँ? एक्जाम चाहिँ राम्रै भएको छ, हजुर डराउनु पर्दैन। एक्जाम क्वेसन चाहिँ एकदम इजी आउँछ है, यो च्याप्टरको बाहेक अरू बाहिरको क्वेसन आउँदैन। बुकको त्यहाँ मजाले पढ्दा हुन्छ, अरू केही गर्न पर्दैन। इजी ढुक्क भएर कोठाभित्र जाँदा चाहिँ, एक्जाम हलभित्र जाँदा चाहिँ ढुक्क भएर जाने, इजी तरिकाले दिने, त्यहाँ केही गर्न पर्दैन। भित्र गएर सब मजाले सिकाइदिन्छन्, त्यही हो कुरो। मजाले आफू चाहिँ ढुक्क कन्फिडेन्स लेभल चाहिँ कम हुनुहुन्न, त्यही हो। क्वेसन चाहिँ एकदम इजी नै आउँछ है, त्यति हो। सबैलाई 4-5वटा पाइचार्ट आइरहेको छ, त्यही हो। क्वेसन इजी छ। क्वेसन चाहिँ इजी आउँछ है भनेपछि लाइक नर्मल पढ्यो पनि सकिन्छ? नर्मल त गाह्रै छ, अलिअलि आफ्नो मेहनत चाहिन्छ। तर च्याप्टरभन्दा बाहिरको चाहिँ आएको छैन, बुकभन्दा बाहिरको चाहिँ त्यति आएको छैन। सबै बुकै आएको छ, जस बुक पुरै हामीले रट्यो भने चाहिँ पास गर्न सकिन्छ? सकिन्छ, 90%, 99% सकिन्छ। 99% चाहिँ सकिन्छ। सकिन्छ।